नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई ज्ञान अफ नेपालमा। आज हामी कुरा गर्दैछौँ त्यस्तै युवा खेलाडीको जसले सानो गाउँबाट यात्रा सुरु गरेर पुरै दुनियाँमा आफ्नो र नेपालको नाम चम्काएका छन्। उहाँ हुन् सन्दीप लामिछाने। आजको भिडियोमा हामी हेर्नेछौँ उहाँको बाल्यकाल, संघर्षको कथा, अन्तर्राष्ट्रिय सफलता र उहाँबाट सिक्न पाइने प्रेरणादायी सन्देश। अन्तिमसम्म हेर्नुहोला, तपाईको मनमा पनि नयाँ जोश जागर आउनेछ। सन्दीप लामिछानेको जन्म सन् 2004 अगस्त 2 गते स्याङ्जा जिल्लामा भएको थियो। बाल्यकालमा परिवार स्याङ्जाबाट चितवन सरे। त्यहीबाट उहाँको क्रिकेट यात्रा सुरु भयो। साना ग्राउन्डहरूमा साथीहरूसँग खेल्दै सपना देख्नुभयो, एक दिन नेपालको लागि खेल्छु भनेर। तर सुरुवात सजिलो थिएन, ठुला सुविधाहरू थिएन, राम्रो कोचहरू थिएन। तर उहाँले हार मान्नु भएन र निरन्तर मेहनत गर्दै जानुभयो। त्यसपछि उहाँलाई भेट भयो प्याटी अपटन र मिचेल स्टार्क जस्ता अन्तर्राष्ट्रिय स्टारहरूसँग। मिचेलले नै उनलाई अस्ट्रेलियामा प्रशिक्षण गर्न निमन्त्रणा दिएका थिए। यो उहाँको जीवनको टर्निङ पोइन्ट बन्यो। सन् 2018 मा इतिहास बन्यो। सन्दीप लामिछाने नेपालका पहिलो आइपिएल खेल्ने खेलाडी बने जब दिल्ली क्यापिटलले उनलाई साइन गर्यो। त्यहाँ उनले आफ्नो लेग स्पिनको म्याजिक देखाएर सबैको ध्यान आफूतर्फ खिचे। त्यसपछि उनले बिग ब्यास, सिपिएल, बिपिएल, G20 जस्ता थुप्रै चर्चित लिगहरूमा खेल्दै विश्वभर चर्चा कमाए। नेपालका लागि उहाँले धेरै सम्झना लायक प्रदर्शन गर्नुभएको छ, जस्तै UAE विरुद्ध ह्याट्रिक र ओडिआईमा अनेक थरीका रेकर्डहरू छन्। अहिले सन्दीप नेपाल क्रिकेटको फेस बनिसकेका छन्। तर जीवनमा उतार चढाव त हुन्छ नै। सन्दीपको जीवनमा पनि केही समय कठिन, तर जीवनमा उतार चढाव त हुन्छ। सन्दीपले पनि केही कठिन समयको सामना गर्नु परेको थियो, जस्तै आलोचना, विवाद र मानसिक चुनौतीहरू। तर जसरी सच्चा खेलाडी हुन्छ, उहाँले हार मान्नु भएन। आज पनि उहाँ मैदानमा फर्केर नयाँ ऊर्जा र प्रतिबद्धतासँग नेपाललाई जिताउन जुटिराख्नु भएको छ। सन्दीप लामिछानेको कथा हामी सबैको लागि प्रेरणादायी छ। तपाईँ कहाँबाट आउनुभयो त्यो होइन, तपाईँ कहाँबाट आउनुभयो त्यो महत्त्वपूर्ण हुँदैन, तपाईँ कहाँ जान चाहनुहुन्छ त्यो महत्त्वपूर्ण हुन्छ। सानो ठाउँ, ठुला सपना अनि निरन्तर मेहनत, यही हो सफलताको बाटो। यदि तपाईँ पनि कुनै सपनाको पछाडि दौडिरहनु भएको छ भने हार नमान्नुहोला। एक दिन तपाईँको पनि अवश्य समय आउनेछ। सन्दीप लामिछाने नेपालको गौरव हुन्। यदि तपाईँलाई यो